आज पनि एउटा सूर्यकुण्ड हाइड्रो पावरको आइपिओ निस्केछ फरेन इम्प्लोइमेन्टको लागि। मैले चाहिँ भरे तपाईँहरू पनि भर्नुहोस्, परिहाल्यो भने पऱ्यो भने यसलाई राख्दै नराख्नु, हरियो छाउन्दै राख्नु, रातो भएपछि बेचिदिइहाल्नु। किनभने नेपालमा के न्युज आइरहेछ भने पैसा खुवाएर अनुमति लिएर आइपिओ निकाल्ने, अनि पछि न्युज निकालिदिने, कम्पनी डुब्यो भनेर न्युज निकालिदिने, अनि पैसा खाइदिने फटाहरूको कमाइ खाने माध्यम बनेछ कि सेयर बजार। त्यही भएर नराख्नु, यसलाई इन्भेस्टमेन्ट सोच्दै नसोच्नु, बेचिदिइहाल्नु। अलिकति अब 1000 लगानी गर्नु भने 3000 4000 आइहाल्छ, आएपछि बेचिदिइहाल्नु। सबै आइपिओ सबै कम्पनी त्यस्तो छैनन् होइन। प्रायः जस्तो चाहिँ नि यो जुन हिसाबले निस्किरहेछ नि, किरैसरी निस्किरहेछ नि, च्याउ पलाएसरी जुन हाइड्रो पावरको कम्पनीहरू चाहिँ नि आइपिओमा निकालिरहेछ नि, यसले पनि नि केही न केही सूचना दिन्छ क्या। यो फटाहरूको गरी खाने चाहिँ नि एउटा कमाइ गर्ने माध्यम बनेको भन्ने कुरो सूचना दिन्छ होइन। त्यही भएर यसलाई राख्दै नराख्नु, बेचिहाल्नु। इन्भेस्टमेन्ट प्लान बनाउने नै